हाई गाइज नमस्ते वेलकम टु आवर ब्लग धेरै पछि गाइज मेरो यिनको नयाँ जुत्ता गाइज एक वर्षपछि किनेको अनि धेरै पछि आइए है यस्तो जाडो हो हामी चाहिँ आज ठुलो मम्मीको घर जान लाग्यो म चाहिँ फर्स्ट टाइम हो नानी त वर्षमा 2-3 चोटि गइरहेको छिन् अनि म चाहिँ बिहा गरेर त फर्स्ट टाइम जानु भएको त्यही भएर मैले रातै रातो लाएर हिँड्दैछु है हजुर अनि के ल्याउनु त लगिन्छु तपाईलाई के दुख भने तिमीलाई दुख्छ र ब्याकग्राउन्ड म्युजिक चाहिँ यस्तै है अब चाहिँ हामी जान्छौँ यस्तो छ दिन तपाईँ देख्न सक्नुहुन्छ र हेर्नु यस्तो छ स्कुटरमा जाने हो म चाहिँ जुत्ता लगाउँदैछु मेरो चाहिँ त्यो नयाँ जुत्ता होइन मेरो चाहिँ पुरानै जुत्ता हो आउ अनि लास्टै चिसो छ है हामी एक हप्ता भयो ठ्याक्कै अघिल्लो हप्ता नि हामी चितवन गएर आएको टुटेको यसरी नै बिते मेरा 7 दिन 7 बार भन्ने गीत छ यो त्यस्तै भएन हाम्रो छुट्टी भएपछि त डुलिहाल्यो के डुलिहाल्यो के उडिहाल्यो भने घरकाले धन्न कराउनन् अझसम्म कराएनन् कराउन लाग्यो भने फेरि लस्करै कराउँछन् त्यही भएर गाइज अब चाहिँ हामी जान्छौँ बाटो कस्तो छ मलाई चाहिँ आई डोन्ट नो है मलाई चाहिँ केही पनि थाहा छैन कि म फर्स्ट टाइम जानु हो त्यही भएर पिच छ कि कच्ची छ कि के छ भन्ने मलाई आई डोन्ट नो र अहिलेलाई चाहिँ हामी लाग्यो बाई अरू चाहिँ अहिले हेर्दै गर्नु ल यस्तो है उन्तादेखि नाको राम्रै रहन्छ त राम्रो होइन यता नानी होला नि यो खासै मिठो हुन्न र हामी चाहिँ सुन्तला हेर्न लाग्यौँ डेढ कस्तो राम्रो तरिकाले दिएछ कि यहाँ हामी सुन्तला किन्न लाग्यौँ अगाडिका सबै ढोरगाई मन्दिर जाने हुन् अनि त्यसपछि हिलाएर सबैले बारेन नि त साइडलाई भनेको त दुईवटा त बारेन यहाँबाट चाहिँ ढोरगाई मन्दिर जाने हो
देउराली भन्ने ठाउँमा आयौँ। यहाँको चाहिँ समोसा लास्टै फेमस छ, अनि त्यही खान्छौँ हामी चाहिँ। अलि साइड लाउनु। यहाँको चाहिँ एकदमै के भन्छ अरे समोसा भाइरल छ। हामी चाहिँ देउराली आयौँ, यस्तो छ। गाइज लास्टै चिसो मेरो टी सर्ट हो गाइज। यिनीहरूले चाहिँ रातो हो त मेरो टी सर्ट हो यो होइन, यहाँ चिसो रहेछ। हामीले चाहिँ यति खान्छौँ होइन। चिया चाहिँ आउँदैछ। यो चाहिँ यो दोकानको साउबा, भुँडी त्यत्रो भयो। यो चाहिँ साउवामा माई फेभरेट ग्लास। त्यस्तो ग्लासको चिया मलाई एकदम मनपर्छ। गाइज हामी चाहिँ खाजा खाएर फेरि निस्क्यौँ। मिठो खाजा सबै 20 रुपियाँको मात्रै खाजा। तर लास्ट चाहिँ मिठो चिया 25 रुपियाँ रहेछ। अरू चाहिँ समोसा नि 20, तरकारी नि 20, अनि चाउचाउ पनि 20, अनि आलु के अरे दुनोट पनि 20, ओन्ली 20। हाम्रो बजार चाहिँ म यस्तो खतम हो होइन। अहिले मेरो छोरीमा जत्रो म जाने छ त्यत्रै भइसकेँ, तर पनि अझै छ सबै त्यस्तै एज युजल खाइयो। अब ग्यास अतिरिक्त नभए त केही हुँदैन। हामी फेरि ग्यास्ट्रिकको पिएचडी गरेर पिएचडी पास गरेर टोपी है टोपी मेरो यही हो टोपी हो। अनि अब हामी साहे पुगिन्छ एकछिनमा, अनि त्यसपछि साहेबाट फेरि साहेबाट चाहिँ मलाई बाटो थाहा छैन गाइज है। त्यही हो हामी हिँडेको 2 घन्टा होला। 8 बजी होइन अरे 8 बजी हिँडेको घन्टा भयो। हामी 8 बजी हिँडेको, अहिले चाहिँ 9:15 भयो होला। 9:20 भएछ, 9:20 भएछ। अब 8 बजी हिँडेको, 8:30 बजी हिँडेको। त्यही हो गाइस। बाटो चिप्लो हो गाइस, चिप्लो बाटो चाहिँ चिप्ले हो। बाटो चाहिँ उयालो आएर फेरि यस्तो है। मोटरको ड्राइभर नक्कले रहेछ, लग्यो गाडी हुइकार गाडी हुइकार लाग्यो गाडी हुइकार गाडी हुइकार। हामी चाहिँ साथी आइपुग्यो काठको बजार। यो चाहिँ यो होइन उताबाट स्टार्ट हुन्छ। त्यहाँबाट हाम्रो चाहिँ यसो घरहरू यताउति सुरु भयो। यो गाडी ल बा नमस्ते बाटो घुम्नु बा अस्कुस कति यो साथीको बजार हो। बच्चाको मुइको त होइन तलबाट सीताको घर जाने हो गाइज। यहाँबाट सीताको घर जाने, अनि चाहिँ यहाँबाट माथि जाने, छाँक्रा जाने। डाँडा काँडा दायाँ बायाँ चौतारीमा छाया, जति मिठो बोली तिम्रो उति चोखो माया। गाइज यहाँबाट चाहिँ माथि रायपुर जाने हो, यताबाट चाहिँ छाँक्रा जाने। हामी चाहिँ डाँडामा आयौँ। चाहिँ डाँडा भन्छन् के अरे रोजन र म नाम पनि के डाँडा। त्यही हो गाइस, त्यही भन्नु चाहन्न एकदम पिछाडि बाटो सेम यार यति भयो मलाई त्यस्तो अलि भयो। अब चाहिँ हामी छाँक्रा गाउँ घुम्यौँ, छिरेको त अघि नै हो, तर यहाँबाट चाहिँ अलिअलि मैले चिनेको मान्छेहरू लागि
ठाउँमा व्याख्या गरेर देखाउँछु ल सिधै हो ओह्रालो त बुवाको मामाहरू जाने हो यही हो घर होइन बाटो माथि हो घर बाटो मुनि हो अझै एउटा घुम्ती घुमेर जानुपर्छ बाटो बनाउँदै क्या यता नलम गर्ने होला नि क्या बाटो कतै कतै त बिहेको खै बाटा देखिन ए ल हामी ठुलो यहाँ नमस्ते नमस्ते हेलो ठुलो कता उता आउनु त बस्न जाडो भएको छैन त्यहाँ नआउनुको त हामी नि आएको नि खाएर हाल्न दिन्न भएन ठुलो मम्मीको घर हो जान्छ आँगनमा त जान्न होला तह सक्छौ कि सक्दिनौ हेर पहिला मजा हुनुपर्छ यही हो अब त्यही राख्छौ भाइ स्कुटर लान्छौँ जान्छ यहाँ ऊ त्यहाँ जान्छ क्या स्कुटर यहाँ लिएर गयौँ ए ठुली मामी 8 बजे 8:15 बजे अर्ग्यानिक गाली सुनिहाल्नु यो चाहिँ यहाँ पहिला गोरु थियो मेरो 4 गर्ने अब यहाँ तिमीले थाहा यस्तो प्लकै होइन होला बोलाएर दपुरेको यो चाहिँ घर हो अधिकारी निवास यो घर हो यो हाई गाइज म चाहिँ फर्स्ट टाइम आएको यस्तो रहेछ घर ल हेर चटारो यस्तो हुन्छ है चटारो के हाटुल मामी चटारो कतिको चटारै छ त नि ल हेर त म अहिले पछि राम्री भएर नि देखाउँछ मामी ठुल मामीलाई बिहामा जाने अरे बिहामा होइन के हो त नि त्यहाँ फुक्ने सरी गाइज के अरे तिम्रो टाउको फुक्ने मान्छे बितेर फुक्ने ठाउँ रहेछ ए अनि भतर होइन अनि जेरी नि हो ल हेर है गाइज यो चाहिँ अधिकारी निवास उल्टो भयो ल ठुलमामी नयाँ साडी लाएर हो कि नयाँ साडी हो नि ठुलमामी पर्दैन कसैले हेर्दैन हराउँछ र मोबाइल हामी चाहिँ कहाँ हिँडेको अरे राम्रो ल त्यहाँ भोज खानु के अरे कटुवा खानु होइन के भन्छ अरे के भन्छ अरे काट्टु खाने कट्टु अरे यस्तो चप्पलले मलाई लाग्यो कस्तो भिआइपी चप्पल गाइज यसरी नै हिँड्छु गाइज वाइटमा भाग्दैछु हामी ठुलमामी सानी फुटुङ हेरी अलि राम्रोसँग खा अत्केर मर्लिस खान नपाए जस्तो नगर खान जन्मेकाहरू हौ खाऊ खान्छु खाने हो नखाई बाँच्नलाई सरकारले व्यवस्था कुछ पैसे बचा के घूमने निकल जाया करो वरना बुढ़ापे में घुटनों के दर्द के साथ घूमोगे क्या दोस्त बहाने बनाने दो अकेले निकल जाया करो बस यही कुछ साल हैं जिंदगी जीने के यति त हाम्रो मिठो यतै माथिको भाँचा ल्याउनु न यति ठुलमामीको त्यता दाँत खन्त खानु
पियाज निकालेर राखिदियो सपिङ गर्दैन हजुर कि बहिनीले एक डिब्बा अमिलो लिएर आइज भन्नु तपाईँ के भन्न चाहनुहुन्छ होइन अघिको जस्तै नै भन्नु मेरो बुटो छ भनेर भन्नु छिटो ठुलमामीको घर बुटो छ अनि अमिलो काँडा दिने भनेर भन्नु थियो होइन बुटो छ टिपेर राइज गर्नु त्यहाँ अमिलाका बुट्टै झुन्ने खान भन्नु थियो अरू अमिलोको के हुन्छ निउवाको लेते हुन्छ अमिलो पेलेर खानुहुन्छ काँचो सादेर खानुहुन्छ भाइ औ मिलेको हो राधिका चरपटे आयो चरपटे तपाईलाई कतिको चाहियो 20 को कि 30 को चरपटे बनाउँछु म एकदमै छिटो एकदमै मिठो चरपटे मेरो एकदमै ताजा हो चरपटे केटीहरुको राष्ट्रिय खाजा हो चरपटे आफ्नो देशमा तपाईको छोरीको बिहेमा जन्तीलाई कुवाएको भाँडा माझ्ने मान्छे नपाएर चिन्तित हुनुहुन्छ यदि चिन्तित हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन हेलो गाइज हामी चाहिँ एउटा घरबाट पोको लिएर आयो नि के हालिदिनु भने थाहा छैन आई थिङ्क मुला मास अनि फर्सी यिनले साग बोकिखान बोक्न सके छैन यत्रो मुठो उसहरू नखाएको कहिले फल्ने रहेछ के बेडुला फल्ने आई थिङ्क उसमा हो क्या चैतमा अनि अब चाहिँ हामी हिँड्दैछौँ के छि होइन भाइ होइन सही बेडुलाको गेडा भन्ने बेडुलाको गेडा ऊ यसको के पनि बोल्ने यार के को गेडा जे नि बोल्ने ठुलममले लिएर देखाउन हिँड्छ बेडुलाको के मैले टिपेर फाल्दिदैन गाइस यस्तो भयो अन्त चट्टा ठाराको गाइस फालेको आदि त ल के भन्नु के भन्नु होइन हामी डिला बस्यौँ आची हेर्न बसेछन् लोटा दिन रोटा गर्ने हो होइन कि धुने पानी त चाहियो बल्ल बल्ल त्यस्तै डिला बसेको ल जाम त नन जाम ल हामी गयौँ हाम्रो कोसेली पातो चाहिँ बनि लिएर आऊ है अब ल आफैलाई छोडी म त चाहदैछु है छिट्टै फर्की आउँछु म त नसुर्ताउनु है ढुकीमा तिमी हुन्छ हर घडी माया मोती जै आँसु दाना नखसाल्नु माया पर्खिराख है माया पर्खिराख है हामी चाहिँ फर्क्यौँ कति बजे होइन 4:45 चाहिँ हामी फर्क्यौँ होइन लेट्स सी अब हामी कति बजे पुगिन्छ अब चाहिँ हामी सुस्तो नै जान्छौँ तिमीलाई केही भन्नु छ भयो एकदम हाउ वाज योर एक्सपिरियन्स भेरी गुड भेरी नाइट मिटिङ यसरी कहिले काहीँ आउँदा चाहिँ एकदम माया पाइन्छ क्या जतासुकैबाट जसले पनि र मजा हुन्छ गाउँघरतिर कहिले काहीँ जाँदाखेरि आइराख्यौँ भने फेरि पाइन्न आइराख्यौँ भने यो माया पाइन्न कहिले काहीँ आउँदा पाइन्छ घाम डुब्न लागेको त्यो डाँडैमा अब से तेरा पता पूछता हूँ अब तो आजा तू कहीं से परिंदों की तरह ये दिल है सफर में तू मिला दे शामे मलंग सी रातें सुरंग सी बागी उड़ान पे ना जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए
अब 1 मिनेटमा घर पुगिन्छ। आजको दिन सकियो हाम्रो। हाई गाइस, हामी चाहिँ घर आयौँ। अघि नै आएर मैले नुहाइधुवाइ गरेर ड्रेस चेन्ज गरेर यसरी बस्यौँ। बेबी के ल्याइदिएको अरे मम्मीले? कस्तो छ मिठी? मिठो छ। तिम्रो नाम के हो भन्देऊ? ए अनि तिनी चाहिँ त्यस्तै भएर बस्यो भने हेलो भने बिग बस यार, बिग बस। अनि तिनी चाहिँ आएर बिग बस हेरिन्छ किनकि भोलि फिनाली हो। मैले चाहिँ 2टा एपिसोड हेर्न बाँकी छ। ल बेबी मलाई माया गर त एकचोटि। उसलाई पनि मोबाइलमा हेरेर माया गर्नुपर्ने। ओके गाइज, अहिलेलाई चाहिँ यति नै। अब फेरि अर्को भिडियो अब हामी हाल्न मन लाग्यो भने हाल्छौँ। हाल्न चाहिँ हाल्छौँ तर एकदम झ्याप्लो नि कि एडिट गरेँ अपलोड गरेँ भ्युज आउने गएको है। त्यही मेरो च्यानललाई लाइक सेयर र सब्सक्राइब गरेर धेरै धेरै माया गरिदिनु होला। त्यो चाहिँ मेरो बिहाको फोटो है। ल बिहाको माला हो कि त्यो चाहिँ। ओके गाइज, अहिलेलाई चाहिँ बाई, सी यू अन्टिल नेक्स्ट भिडियो। बाई भन बेबी। कस्तो रोको भाइ।